क्यापुलो टासिदिले र गुड मर्निङ सबैजनालाई र आज डे 25 मा हजुरहरूलाई स्वागत छ र बिहानको भ्यू यस प्रकारको छ। सबैजना सुतिरहेको छ है। भर्खरै बाबाले मलाई भने कि हात्ती आयो भनेर है 3 बजेतिर रातिको पानी पर्दाखेरि। मलाई त विश्वास लागेन, तर अब तपाईहरु हेर्नु होला कहाँ आएको रहेछ भनेर। यस्तो बगाएर आम्बो खोइ केरा त खाएन रहेछ। धन्न उता बसेन नि। कताबाट निस्क्यो अरे? यताबाट निस्क्यो। यहाँ हेर्न सक्नुहुँदैछ है। पेन्सिन त पुरा ब्यान्ड गरिरहेछ। बच्चाहरु पनि थियो। खोइ त बच्चाहरु पनि थियो। सो एन्ट्री चाहिँ तपाईको हात्तीको यहाँदेखि भएको रहेछ। आम्बो यहाँदेखि उत्रु कमानबाट चाहिँ अरे। आजको बिहान खबर त यस प्रकारको रहेछ है। हाम्रो एन्ट्री यहाँदेखि भएको रहेछ र सानो एन्ट्री यहाँ पनि भएको रहेछ। यहाँ उहाँले आफ्नो अलिकति चिन्ह छोडेर है फुट स्टेपहरू पनि यहाँ देख्नु हुँदैछ। यहाँ चाहिँ विशाल दाहरूको केरा तानेको रहेछ, तर झर्न चाहिँ उता झरेछ। धन्न भित्र गएर चाहिँ खोजी काज गरेन रहेछ। र म घरतिर अब काम गर्न जाँदै। थुप्रो काम छ, शुक्रबार हो। ल बनि बस्नुहोस्। हाम्रो ग्राउन्डको अब आउँदो फ्युचरहरू यति नै हो। यो 2 भाइहरू 3 भाइ सरी, किनभने अहिले त फुटबल खेल्न छोडिसकेको छ सबैजनाले। एक त हाम्रोमा फुटबल पनि छैन, त्यो पनि भन्नु सक्ला। पहिला त दिन्थ्यो, अहिले त यसपालि त खोइ कसैले पनि दिएको छैन। कसैले भन्दाखेरि पनि हाम्रो पञ्चायतबाट चाहिँ दिएको छैन। अभी बाप छोड़ के चला गया था, घर में जाके सोचने का मेहनत लगता है। ना तमरस पाएगा, ना अम्बा पाएगा, ना सतालू पाएगा, कुछ नहीं पाएगा, कुछ नहीं। बडाले आफ्नो फ्रस्ट्रेसन सुनाउनु हुँदैछ। र आज डे 25 को हामी अन्तको क्षणमा आइसकेको छु। र तपाईहरुसँग पनि एउटा कुरा भन्नु थियो। भन्दाखेरि के हो भन्दाखेरि है, भनौँ कि नभनौँ भन्छ, मतलब नजर इज रियल भन्छ नि, त्यस्तो भइरहेको छ कि। त्यो हिसाबले म अहिले भन्दिनँ फिलहाल है। तपाईहरुलाई म अगाडिको कुरा हो यो हुन त, अहिले भन्दिनँ। पछाडि भोलि पर्सि भिडियोमा बनिराख्नुहोस् तपाईहरु। म त्यही हिसाबमा तपाईहरुलाई कहिले मन लाग्यो भने सायद भन्छु होला। तपाईहरुलाई यति नै भन्दै आजको डे 25 को भिडियोलाई म यही अन्त गर्दै जोर्जी तामाङ साइन आउट।